मात्र पछाडि अगाडि क्यामेरा घुम्दैन त्यो यो घुम्दैन त्यसको लागि तलको अर्कै किन्नुपर्छ एउटा कस्तो त्यो घुम्ने त्यो डल्लो घुम्ने यो चाहिँ टाउकोमा हालेर बाइकहरूमा अनि यो ट्रेकिङ गर्दाखेरिमा अनि सर्ट गर्दाखेरिमा अहिले हामी कोरियाको गाउँतिर छौँ होइन त सर होइन बोरिङ गाडी जस्तो गाउँ घरतिर छौँ सब्जी खेतीको अनुभव हामीले गर्नुपर्ने काम यही हो यस्तै खेतहरूतिर के गोडमेल गर्ने झाडु खेल्ने सब तरकारी रोप्ने जसका बारीमा मिठो फल्या छ त्यो टिपेर ल्याएर खाने त्यस्तो अब भनेर भन्न मिलेन कोरिया पनि लगभग युरोप जस्तै छ के फलफुलहरू त्यस्तै काम नै युरोपमा त अलिकति गाह्रो नै छ युरोप भन्दा यहाँ धेरै ठिक अहिले आफ्नो स्वतन्त्रतादेखि लिएर हरेक कोरियाली जिन्दगी ठिकै छ सम्झनु जाडो मौसमलाई हामीले बिदा गरेर यो गर्मीको चरण सुरु भएकोले गर्दा चाहिँ अहिले हामी टक्क पिन भाइ गफ गर्दै यो हाम्रो वासस्थानबाट अलिकति बाहिर निस्केका छौँ चिसो हावा खान जे भए पनि नेपालका गाउँहरू डुल्न नपाए पनि कोरियाका गाउँहरू त डुल्न पाइरहेको छ नेपाल जस्तै फिल भइरहेछ कोरियामा सुरुमा अग्ला घर देखेर कोरिया भनेर उचाउ चालिहाल्ने अहिले आएर यस्तो गाउँको अहिले आएर हात उठाउनु परेको थियो हात उठाउने बेला भइसकेको छ के गर्ने त गाडी त पाउँदैन कि जस्तै हो उहाँकै गाडी होला जस्तो छ अगाडि राख्नु भएको छ अब ऊ आयो नि त हानु गाई काम गर्ने ठाउँ अब यो त्यहाँ अब यहाँ जोजर कम्पनीको काफुट अहिले काम गर्ने लगभग बासिस्थान आउनु थाल्यो हाम्रो चाहिँ होइन थियो अरे हाम्रो त उता थियो खेतहरूतिर के अब सिजन आउँदैछ घाँस हाल्ने बेला हुन लाग्यो हो घाँस नहाल्नु भनेपछि अब कराउँछ हाल्नै पर्यो कराइसके लक्ष्मीको पूजा गर अब काफुट अहिले पालेको गाई त अब दुब्लो छ अब कसरी तिर्नुहुन्छ त्यो थाहा हुँदैन हामीलाई त्यो अब आइडेन्टिटी थाहा हुँदैन छिलिप खुम्जी लेखेर छ साथी भाइ पनि यता होइन नि छोरी खान्छ न तपाईँले यहाँ के काम गर्नुपर्छ भन्नु त यहाँ चाहिँ अब यताउति गर्नु चौँठो टेकाउनु त्यही काम हो अब गाईको बाछाले दुध खाँदैछ कति राम्रो बाछा अनि यस्तै गाई यो त काम सजिलो हो कति क्युट है ओ भाइ साहब त्यो छ ती अलगै बानेको रहेछ बच्चा त्यो उफेजा होला भाइरस सबलाई आउँछ तर यहाँ आउँदैन नेपालबाट आउँदा मात्रै आउने हो कि यिनीहरूको कन्सेप्टमा यो गाडी पक्कै पन्सरको गाडी हो पक्कै हो हामीलाई सर्भिस दिने त होला